हेलो गाइज, गुड मर्निङ सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला है। म पनि अलिकति सन्चो छैन है, रुगाखोकी छ अझै पनि। अब भिडियो चाहिँ खासै त्यति लङ खालको दिन पाएको छैन कि अलिकति मेरो स्वास्थ्यले गर्दाखेरि चाहिँ आज चाहिँ बिहानको कति बजिसक्यो, अहिले के अरे 8:30 भइसक्यो। मैले प्लानिङ के गरेको थिएँ भन्दा हिजो चाहिँ बिहान जान्छु, कहाँ जान्छु भन्दाखेरि श्रीनगर जान्छु। श्रीनगरसम्मको छोटो मिठो राइड भए पनि छोटो मिठो क्लिपहरू हजुर सामु सो अप गर्न पाउँछु अथवा पस्किन सक्छु भन्ने धारणा राखेर बसेको थिएँ। आज चाहिँ म विवेक श्रेष्ठ भाइ चाहिँ हाम्रो छिमेकी भाइ, उसँग जान्छु है। ऊ चाहिँ अहिले नारायणथान रहेछ, लिन आउनु न त भन्ने कुरा गरेको थियो। ठिकै छ, म उसलाई लिन जान्छु। अब गाई चाहिँ म चाहिँ भिडियो सुट चाहिँ गोप्रोबाटै गर्छु। सिनेमेटिकहरू चाहिँ बरु आइओएसबाटै गर्छु होला है। अब गोप्रोबाट अडियो अलिकति पुवरै आउनसक्छ, विन्ड नोइजहरू बढी आउनसक्छ, त्यसको लागि सरी है। जस त्यही राखौँ होला है। जान्छ दाइ यताबाट आउने हो। ल गाइजहरू, अब हामी चाहिँ यहाँ के अरे यो हनुमान मन्दिर हेरेर भिजिट गरेर अब हामी चाहिँ धराहरा लाग्दैछौँ। तानसेनको धराहरा है। फेरि सुन धराहरा भन्नु होला। सक्नुहुन्छ पहाडीको भ्युज छ मसँग चाहिँ आज। बाइक हाम्रो उता अगाडि छ के अरे। बाइकले घटाकेर गुडुक आवाज दिएको छ नि तर्सायो। जङ्गलको बाटो देख्न सक्नुहुन्छ गाई, सबै जङ्गलको बाटो हो। यो बाटो आएको तलतिर गयो नि हामी। भोलि न्यु इयर, तर आज कति, आज 30 गते, 30 को महिना रहेछ। अब जस भोलि 1 गते भइहाल्यो नि त। तपाईँ सबैजनालाई ह्याप्पी न्यु इयर इन एडभान्स है। नयाँ वर्षदेखि जना जस तपाईँहरूको दिनहरू चम्कियोस्, राम्रो हुँदै जाओस् सबैको लागि। गड ब्लेस यु अल। लगाइ छ हामी चाहिँ अब बाइकमा आइसक्यो। बाइकमा जान्छ होला धराहरा। A few moments. फेरि नयाँ भिडियोहरू ल्याउने छु हजुरहरू माझ है। आजलाई चाहिँ बाई, टेक केयर गाइज, लभ यु होला है त।